नमस्ते शिवारो सम्पूर्णमा बुद्धटोल विकास संस्था दमक नगरपालिका दमक एक झापा। आज मिति 2082 साल असोज 11 गते शनिबार हाम्रो बुद्धटोल विकास संस्थाले लगभग 95 जनाको टोलीले बृहत रूपमा सरसफाई अभियान सञ्चालन गरेका थियौँ। मासिक रूपमा सरसफाई गर्ने इलाकाहरूमा टोली बाँडफाँड गरेर सो सरह नै हामीले सरसफाई गऱ्यौँ। विशेष गरेर आज हामीले पुरानो खेल मैदानलाई सरसफाई गरी पूर्ण रूपमा खेल सञ्चालन गर्ने बनाएका छौँ र आजबाट सानो भाइ बहिनीहरू, युवा भाइहरू साथै 40 गतेका युवाहरू खेल मैदानमा निस्किँदैछन्। खेलमा भाग लिने र खेलमा इच्छुक हुने मान्छेहरू सम्पूर्णलाई हामीले समावेश गरेका छौँ। विशेष त हामीले यो दसैँमा हाम्रो टोल विकास संस्थाकै सासाना भाइ अनि युवाहरू र हाम्रो 40 गतेका युवाहरूको चाहिँ कम्पिटिसन गेम राख्ने भएका छौँ। खेल्ने र इच्छुक हुने हाम्रो टोलको दिदीबहिनी चेलीबेटीहरूको पनि टिम पुगेछ भने हामीले खेलाउने योजना बनाएका छौँ। खेललाई निरन्तरता दिने भन्ने भएकोले श्री बुद्धटोल विकास संस्थाले चाँडोभन्दा चाँडो समूह गठन गरी खेललाई पनि निरन्तरता दिने भएका छन्। मलाई आशा छ सम्पूर्ण बुद्धटोलवासी साथ सपोर्ट दिई हाम्रो गाउँको खेलमा पनि नाम रोशन गर्छ भन्ने। खेलको भिडियोहरू लिएर आउने नै छु। राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल अति जरुरी छ। हस्त धन्यवाद। कान्छाले झार्ने अनि सबैको अङ्क कार्यक्रम भनौँ न। एक दुई शब्द सामाजिक सञ्जालमा भाइरल भएको मान्छेहरू माथि हेर्नुहोस्। हामी चाहिँ बुद्धटोल प्लस यता तलको हिमाली टोल समाजको चाहिँ हामी सिमानामा आइपुगेको छ। अब हामीले यहाँनिर चाहिँ लगभग अहिले सिक्दैसकेको छौँ काम। हामीले साइडपट्टिको पनि लगभग